नमस्ते, म विजय सुवेदी। तपाईलाई म एउटा कुरा सोध्न चाहन्छु। तपाई बिहान उठ्ने बित्तिकै आफ्नो सपना हेर्नुहुन्छ कि अरूको जीवन हेर्नुहुन्छ? आँखा खुल्ने बित्तिकै तपाई मोबाइल खोल्नुहुन्छ, फेसबुक खोल्नुहुन्छ, टिकटक खोल्नुहुन्छ, अरूले कहाँ घुमे, अरूले के किने, को कति सफल भए त्यो हेर्न थाल्नुहुन्छ। तर कहिले सोच्नु भएको छ अरूको जीवन हेर्दा हेर्दै तपाईको आफ्नै जीवन बितिरहेको त छैन? बिहानको पहिलो 1 घण्टा सानो जस्तो लाग्छ, तर त्यही 1 घण्टाले तपाईको सोच, तपाईको बानी, काम र अन्ततः तपाईको भविष्य नै बदल्न सक्छ। दुईजना मानिसको उदाहरण लियौँ। दुवैको उमेर 30 वर्ष छ, दुवैसँग 24 घण्टा छ, दुवैको आम्दानी पनि उस्तै छ, दुवैको सपना पनि लगभग उस्तै छ। पहिलो व्यक्ति बिहान उठ्छ, बिहानको अलार्म बन्द गर्छ, अझ 5 मिनेट भन्छ, अनि त्यसपछि मोबाइल खोल्छ, एउटा रिल हेर्छ, अर्को रिल हेर्छ, एउटा भिडियो हेर्छ, अर्को भिडियो हेर्दा हेर्दै उसको 1 घण्टा बित्छ। उता अर्को व्यक्ति त्यही समयमा उठ्छ, उसले मोबाइल छुँदैन, 10 मिनेट एक्सर्साइज गर्छ, 10 मिनेट आफ्नो दिनको योजना बनाउँछ, 15 मिनेट किताब पढ्छ, 15 मिनेट नयाँ स्किल सिक्छ र बाँकी समय आफ्नो लक्ष्यबारे सोचेर काम सुरु गर्छ। एक दिनमा खासै ठुलो फरक त देखिँदैन, तर 365 दिनपछि तपाईँ विचार गर्नुहोस्, पहिलो मानिससँग जम्मा मनोरञ्जनको इतिहास मात्र हुन्छ, दोस्रो मानिससँग 365 दिनको सिप, अनुशासन र प्रगति हुन्छ, अनि 5 वर्षपछि उनीहरूको जीवन एउटै जस्तो हुँदैन, किनकि सफलता एकै दिनमा बन्दैन। सफलता दैनिक दोहोरिने साना निर्णयहरूको परिणाम हो। हामी भन्छौँ नि समय छैन, तर दिनमा 2-3 घण्टा सोसल मिडियाका लागि खर्च गरिरहेका हुन्छौँ। हामी भन्छौँ नि पैसा छैन, तर नयाँ कुरा सिक्न हामी समय निकाल्दैनौँ। हामी भन्छौँ नि जीवन बदल्न चाहन्छु, तर बिहान उठ्ने बानीसम्म बदल्न तयार हुँदैनौँ। साँचो कुरा सुन्न चाहनुहुन्छ? तपाईँको जीवन एकै पटकमा कहिले पनि बिग्रिँदैन। दिनदिनैका यस्तै ससाना व्यवस्थाले गर्दा बिग्रिन्छ, र त्यसै गरी तपाईँको जीवन एकै दिनमा सफल पनि हुँदैन। दिनदिनैका ससाना डिसिप्लिनले तपाईँलाई सफल बनाउँछ। कल्पना गर्नुहोस्, तपाईँ बिहान काममा जानुहुन्छ, तपाईँको बच्चा अझै सुतिरहेको हुन्छ, तपाईँ उसलाई हेर्नुहुन्छ र मनमा सोच्नुहुन्छ, म यति धेरै दुःख किन गरिरहेको छु त्यो बच्चाको राम्रो भविष्यको लागि, उसले तपाईँले भएको दुःख भोग्न नपरोस् भनेर। तर यदि तपाईँ आफ्नो भविष्य बनाउनका लागि दिनको पहिलो 1 घण्टा पनि आफ्नो लागि दिन सक्नुहुन्न भने भोलि तपाईँले आफ्नो बच्चाको लागि के दिनुहुन्छ? केवल पैसा होइन, उसलाई तपाईँको उदाहरण चाहिन्छ। उसले देखोस् मेरो बुवा आमा थाक्नु भयो तर हार मान्नु भएन, समस्या आयो तर सिक्न कहिल्यै छोड्नु भएन, समय कम थियो तर आफ्नो भविष्यका लागि समय निकाल्नु भयो। तपाईँले बच्चालाई दिने सबैभन्दा ठुलो शिक्षा भाषण वा पैसा होइन, तपाईँको जीवन हो। त्यसैले भोलि बिहानदेखि एउटा रुल सुरु गर्नुहोस्। पहिलो 10 मिनेट आफ्नो मन शान्त बनाउनुहोस्, सकारात्मक सोचका साथ प्रार्थना वा ध्यान गर्नुहोस्। दोस्रो 10 मिनेट एक्सर्साइज वा हिँड्नुहोस्। अर्को 10 मिनेट आजका सबैभन्दा महत्त्वपूर्ण 3 काम लेख्नुहोस्। अर्को 20 मिनेट एउटा नयाँ स्किल सिक्नुहोस्, बुक पढ्नुहोस्, नलेज लिनुहोस्, र अन्तिम 10 मिनेट आफ्नो भविष्य सम्झनुहोस्। म कहाँ छु, म कहाँ पुग्न चाहन्छु, आज त्यसका लागि मैले के गर्नुपर्छ। बस सुरुमा 60 मिनेट गाह्रो जस्तो लाग्न सक्छ, तर याद राख्नुहोस्, तपाईले आफ्नो भविष्यका लागि 60 मिनेट दिन सक्नुहुन्न भने भविष्यले तपाईलाई आफ्नो मनपर्ने जीवन दिने ग्यारेन्टी गर्न सक्दैन। त्यसैले भोलि बिहान अलार्म बज्दा जब तपाईको हात मोबाइलतिर जान्छ नि, त्यति बेला 1 सेकेन्ड रोकिएर आफैलाई सोध्नुहोस्, म आज फेरि अरूको जीवन हेर्न उठेको हुँ कि आफ्नै जीवन बनाउन उठेको? अरूले आफ्नो सपना पुरा गरिरहेको भिडियो हेरेर तपाईको सपना कहिल्यै पनि पुरा हुँदैन। अरूको सफलतामा लाइक गरेर तपाईँ कहिल्यै पनि सफल हुन सक्नुहुन्न। अरूलाई फलो गरेर तपाईँ आफ्नो लक्ष्यमा पुग्न सक्नुहुन्न। धन्यवाद।